म भवनाथ हुमाकै नेपाल शैक्षिक परामर्श सङ्घ इक्यानको कार्य समितिमा अहिले प्रथम सचिवको रूपमा रहेको छु र यही आउँदो पौष 28 गते हुन गइरहेको नेपाल शैक्षिक परामर्श सङ्घको अधिवेशनमा म आफूलाई महासचिव पदको उम्मेदवारीको लागि चाहिँ मनोनयन दर्ता गर्ने तयारी गरिरहेको छु र म इक्यानमा कार्य समिति सदस्यबाट आफ्नो भूमिका निर्वाह गर्दै कार्य समिति सदस्य 1 कार्यकाल, त्यसै गरी सचिव 1 कार्यकाल, 2 कार्यकाल मैले सफल रूपमा पुरा गरिसकेको हुनाले म आफूलाई महासचिव पदको लागि यो पटक उम्मेदवारी तयारी गरिरहेको छु र मेरा सम्पूर्ण इक्यानियन साथीहरूमा महासचिव पदमा जसै गरी सचिवमा सपोर्ट गर्नुभएको थियो त्यसै गरी सपोर्ट गर्नको लागि हार्दिक अनुरोध पनि गर्दछु। शैक्षिक परामर्श व्यवसायमा समस्याहरू रहेका छन्, यसमा अवसरहरू पनि रहेका छन्। म यसलाई दुईटै रूपमा लिन चाहन्छु। हरेक कुरामा समस्या पनि हुन्छन्, त्यहाँभित्र चुनौती हुन्छन्, अवसरहरू हुन्छन् र तपाईँले समस्याको पाटो सोध्नु भएको हुनाले म यसलाई समग्रतामै हेर्नको लागि अनुरोध गर्दछु। यहाँभित्र कुनै पनि व्यवसायमा सबै पाटाहरू हुने हुनाले यो शैक्षिक परामर्श व्यवसायमा पनि विभिन्न समस्याहरू रहेका छन्। त्यो भनेको आज नेपालमा शैक्षिक परामर्श व्यवसायहरू कति सङ्ख्यामा छन् भन्ने कुरा एकिन चाहिँ नेपाल सरकारसँग यो तथ्याङ्क छैन। यसलाई चाहिँ सङ्घ सरकारबाट करिबन 924 शैक्षिक परामर्श व्यवसायहरूलाई अनुमतिको लागि चाहिँ सूचीकृत गरिएको छ। त्यसमध्ये करिबन 720ले मात्रै अहिले चाहिँ आफ्नो अनुमतिको पत्र लिएका छन्। त्यसै गरी प्रदेश सरकारहरू विभिन्न प्रदेशबाट चाहिँ यो अनुमति प्रदान गर्ने प्रक्रियाहरू भइरहेको छ। योबाट मलाई लाग्छ करिबन अरू 400-500 जति गरेर आज 1300-1400को हाराहारीमा मात्रै शैक्षिक परामर्श व्यवसायहरू राज्यको चाहिँ एउटा तथ्याङ्कमा छन् भने तीभन्दा बाहेक कम्पनी रजिस्ट्रारको कार्यालय हाम्रो ट्याक्स अफिसबाट लिने हो भने यो 5-7 हजार 8-9 हजारको सङ्ख्यामा शैक्षिक परामर्श व्यवसायहरू पुगिसकेका छन्। यसलाई तमाम चाहिँ राज्यको तर्फबाट गर्नुपर्ने व्यवस्थापनकोमा चाहिँ राज्य चुकिरहेको देखिन्छ। यो एउटा चाहिँ समस्याको रूपमा रहेको छ। त्यसै गरी यसको चाहिँ कानुन हेर्ने हो भने आज शैक्षिक परामर्श व्यवसाय एउटा निर्देशिकाको भरमा चाहिँ राज्यले गभर्न गरिरहेको छ। हामी यसलाई चाहिँ ऐन मार्फत गभर्न गर्नुपर्छ भन्ने रूपमा आवाजहरू बुलन्द गरिरहेका छौँ।